दाम्पत्य जीवनको धेरै धेरै शुभकामना। हाँसेला भनेर म यस्तो भन्नु, हाँस्न नाच्ने अझ अझ कुन्ने हाँसो लगाऊ, कुन्ने हाँसो लगाऊ भने ल वा एकअर्काले बोलेर हाँस्यो त ल हाँस्यो हाँस्यो यता हाँस्यो पुरै दाँत देखाइछ फुल पुरै 32 दाँत फुल ल एकअर्कासँग बोल्नु हाँस्ने हुने एकअर्कालाई हेरेर ल ल ल लगाए जस्तो साँच्चै आउनु लाग्छ त यो त आएन त्यो ल लाग्यो अब ल दामी दामी ल हाँस्ने के मजाले हाँस्नु पर्छ दबाएर हाँस्ने साली मन पर्यो ए ससुरा बा मलाई साली मन पर्यो लौन ससुरा बा मलाई साली मन पर्यो
हात मिलाया लो ताली बजाई दिया हात मिलाया अघि ताली लो बच्चा पंचपशुभ्य विष्णुता नयातु सदतिभ्य विष्णुता नयातु सखे शक्त पद भवः सातौं महु छवटा सौतालाई मैले मारे हैन म पछि दुख दिन पाइने छैन सौताले आउन पाइने छैन भनेर ममन हो व्रता भव विष्णुता नयातु तन्त्र बर्ले कलशको जलले बोधको शिरमा अभिषेक छिर्दिने कलशको जल अलिकति त्यो जल निकालिदिउँ त दाजु त्यो पाठबाट नै राजाले छिर्ने हो केही उसमा निकालिदियो चाहिने हो फुल चोपेर दिदिया हो भैया अलिकति भैया फुल चोपेर दिदिया उहाँले फालिदियो सिन्छ भैया अभिषेकम गर्ने विनियोग राजाको यो 7औं बिहा रहेछ जल समाज गर्दा है समाइराखे है ओम आपो शिवो इति प्रमाण छन्द आपो देवता वधु मूर्ता अभिषेचने विनियोग आपो शिवो
पर्खाइ तिम्रै हुनेछ यात्रा लामो भए पनि माया तिम्रै हुनेछ सात समुद्र पार गए पनि म तिमीलाई नै पर्खिरहन्छु यात्राभरि काँडे भए पनि म तिमीलाई नै रोज्नेछु मेरो अघि सुनको पहाड भए पनि माया म त यतै बसिरहेछु कसरी उठाउने है कसरी खुसी उठाउने नउठ्ने आज त उठ्ने ल भन अब हामीले पनि सुन्नु पर्यो यार है भने ट्रफी ल्याइदिउँ न भएन 1 रुपैयाँ 2 मिल्नेलाई चक्लेट ल्याइदिनु बलगम किन्नु होला भन्छ भिडियो बनाइछु न आइफोन 18 प्रो मैक्स मा पर माला पर काम मान्ने आउने मानिहाल्यो मानिहाल्छ माने त मना नेउटी मना है बिसिवाले यति ठुलो दियाल्छ छटके ल त्यो लगा हाल्ने गाडीमा माला ल त्यो लगा उठो जर भइयो माला हाल्ने गाडीमा बिसेन भएन भएन ल हजुर भएन अरु माथि नै भइयो भइयो अब भइयो ल ल लगाऊ हजुर त्यो लगाइछ लगाइदिनु लगाइदिनु त्यो पेवा धनु उहाँहरूको नै लगाइहाल्नु पऱ्यो त्यो त अहिले लगाउनै पर्छ हजुर पछि घर लगेर राख्ने हो एकचोटि लगाउने बरु एक कानतिर हाले हो सबको एकचोटि आउला
यो होइन यहाँ आउँछ कि ए नबोल है यहाँ यो हाम्रो यो चलन हो यहाँ अब आउँछन् बेहुली एउटा भेटी बनाइदिए एउटा त समाज उहाँले उता राख्ने हजुरले यता राख्ने द्वारा मातृभ्यै नमः पूर्ण क्षेत्रादि नमस्कार गरौँ ब्रह्माणी कमलेन्द्र सम्मे वदना माहेश्वरी लीलया गौरी ऋतिपुत्र सनासन करी चक्राय या वैष्णवी वाराही कल गौर धर्म महाधिरांजनाय नमः ज्योति रूपाय नमो नमः पूर्ण क्षेत्रादि नमस्कार गरौँ आउन त आइस्यो है अब यहाँ चाहिँ दिदीहरूले बाटो छेकिसकेका छन् अब बाटो छेकिसकेका छन् बाटो दिदीहरूले माइती राजाले दिनु पर्यो अरे अब अरे कसले हो माइतीले हो मामा माइतीको घर हजुरहरूको चित्र सहित बनाएको छु है मैले यहाँ ल हजुरहरू दुईटैको घर मान्छेको हो आफूले चिन्ने है हजुरले त्यहाँ बनाएको छु मैले दुईटैलाई नाम सहित लेखिदिएको छु नचिन्ने त कुरै ओहो तेल लेबर यहाँ से आओ छटाई छटाई आया हो छटाई हजुर खै हजुर कहाँ सिन्छ भन्छ त कहाँ सिन्छ हजुर हजुरको साथी खै हजुरको साथी खै नै के हजुरको साथी बेहुलीको साथी बेहुला साथी खै बेहुला खै बेहुला खैमा हजुर हजुर खै घरको हो ल माइती घरको हजुरको भन्छ त भन्छ माइती घर हजुर हजुरकै साइडको फाइनल्ली विवाह सम्पन्न भइसकेको छ अन्त्यमा
के गुड्डेर छ भगवान्ले बिहा गरिदिएला ल यहाँ पनि तदेव नमस्कृतिरम तदेव ताराबलम चन्द्रबलम तदेव तेल हालेर है सासूका बेहुलीले आफ्नो सासूका तेल हालेर सबै दुई हात अच्छा कति धेरै हाल्ने रहेछ लाइट किन ल ल ल ठिक छ ल बेहुलीले आफ्नो सासूलाई देखाएको माया ल सासूले सधैँ माया गर्ने आमाको सरा माग्ने टिका पनि राखेको हो क्या आमाको दर्जामा होला फेरि ल गाइज कसले पैसा भेटाउँछ है पैसा कसले भेटाउँछ है एउटा दुले आज एउटा राता दाइ चामल त सबै एक एक हात हो एक एक हात कसले पाउँछ है पैसा ल पैसा कसले पायो पैसा कसले पायो जो पैसा पाइन्छ त्यही काम गर्नु जसले पैसा पाउँदैन कसले पायो ओहो मैथिली पैसा मैथिली पैसा कसरी हाल्छन् कसरी हाल्ला जिजो नै 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 लुकाउने हो कचौडीको भेटाउँछ हो त माइती बाटी हाल्छ कसरी तल हात हालिदिन्छ नै 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 मतलब हाल्छु अझ ओम्पै हात हाल्यो ओम्पो त ओम्पै हालिहाल्छु म त्यही भयो अहिले त म अहिले पाइछु ल अहिले म अहिले पाइछु ल दुईचोटि अब दुईचोटि अब तिनचोटि भयो दुईचोटि मैले पाइछु एकचोटि मैले पाइछु नि त अब कोमा दुईचोटि पाइछु हजुरले हो र ल कसले पायो अहिले ल माइतीले पाइसक्यो र दुईचोटि भयो है अब एकचोटिको पाउँछ ल लास्ट है पछि ल बेहुलीले दिस्यो ल अब यसमा यस्तो चाङ नहाल दिए हातमा कहाँ बान्ने हुन्थ्यो भयो हेर्छु न ममा सोच्नु अब त खेलि नै हुन्छ के हुँदैन मेरो फुल त कति राम्रो भयो बुढी नानी